हेलो गाइज वेलकम टु माई न्यू ब्लग। तपाईँलाई आज मेरो ब्लगमा स्वागत छ होइन गाइज। गाइज चाहिँ अब आज चाहिँ त्यहाँ माथि घरमा पूजा छ होइन। अब चाहिँ त्यहाँ पूजा गर्न आएन पहिला कलर हेर्न रिदम पनि माथि अगाडि अगाडि कुदिरहेको होइन। अलिक बिस्तारै हेर्न नि रिदम यार, तिमी नकुदैन यार, म नि कुद्नु पर्दाखेरि त्यसरी मलाई गाह्रो हुँदैन अनि हेर्नु यही सरकारको पछि टालटाल यहीँ हो गाइज होइन। यो अगाडिको यो जुन मल नि त्यो चाहिँ आज लाने भन्ने कुरो चलाएको छैन। अब क्या चाहन्छ मलाई पनि थाहा छैन होइन, लान्छ लाने होला होइन टक्क लाएर यसलाई चाहिँ अब हामी माथि जाऊँ होइन। माथि त्यो पूजा सुजामा गरेर आउने अनि त्यहाँबाट खेतमा जानुपर्छ होइन आइजरमा टक्क लाएर लगेर हामी चाहिँ माथिहरू पुग्यो होइन। गाई हेर्ने चाहिँ भाइहरू बसिरहेको छैन होइन। हेर्नु आमा आमा हेलो भनिदिनु के गर्नु लाँदा भाइ ल यहाँ चाहिँ रिदम छैन ल, यहाँ भाइहरू छ नि हेलो भन्दै भाइहरू हेलो। यहाँ बाबा बसिरहनु भएको छ। अब टाका टुक्का भात चिया खानुभयो? चिया खानुभयो? चिया खाएँ। अनि के छ तपाईँलाई? गुन्द्री ल्याएर बसाए भइहाल्छ नि। मलाई गुन्द्री जाने यहाँ हुने त्यो गुन्द्री ल्याएर बचाएको हो भने त मैले लिएर आइन्छ होइन। ल लिएर जा ल ल सबैजना भन्नु ल लगाएर चाहिँ पूजा सक्यो होइन। अब चाहिँ हेर्नु र हामी चाहिँ यहाँ अब खाना लगाएको होइन। खिर र यो तरकारी छ कौलीको। बाजा दाङ लानुभयो होइन है बिस्तारै टक्लाएर ल गाई छैन। पूजा सक्यो होइन। अब चाहिँ हामी घरमा होइन टक्लाएर अब घर जाने होइन। अनि टाढा आइसकेर आउँछ अनि म लोड गरेर अनि माथि खेतमा जाने होइन टक्लाएर लगाएर जाने। अब चाहिँ हामी पहिला यहाँ ढोका लाउँला होइन, साँचो लाउँला होइन। अनि ढोका लाएर जाने ल हाम्रो चाहिँ भाइ पनि जान्छ होइन टक्लाएर लगाइदिनु। अब चाहिँ हामी जानला होइन। आइतबार चाहिँ तलबाट आइरहेको छ होइन। अनि अब आइतबारमा चाहिँ अब त्यो मल हाल्ने होइन। अन्त टक्कलाएर हामी खेर जाने होइन। गाई जानु उताबाट चाहिँ गाडी हेरेको छ होइन टक्कलाएर। तिमीहरू चाहिँ माथिबाट जाऊ होइन। गाई जानु आइरहेको छ होइन। अहिले 11:30 भयो। 12 बजे पुग्छौँ आउँदाखेरि हामीमा त 1 बज्छ। गाडीको टायर चिप्लेर खाने होइन र, गाडीको टायर चिप्लेर खा। उता गाडीको टायर चिप्लेर आएर छ क्या बुवा। गाज गीत बजिरहेको क्या ल रिटिका कराएर है। दादाको सब्सक्राइबर्स हाय म चाहिँ हामी दादाको बहिन म चाहिँ डोरी लिएर आएको छु। अनि यता काम गरिरहेको छन् 3 जना। यहाँनिर रिटिकाको काम चाहिँ नि उडाएर बसिरहे। अब यत्रो ठुलो हुन्छ कसरी मान्छे बस्ने? मान्छे त सुत्दै हुन्छ। हामी जान सक्छौँ होला त। यहाँ मलहरू छ, यहाँ पाल परेको छ ढोक्रो तयार्नु त्यही भएर सिलाम। ए दादा डोन्ट हिरो ढोक्रो त पालमा पाएर त भित्रबाट के हाल्यो त्यो ढोक्रो? गाई जानु यो मल चाहिँ भएर सिधै होइन टक्कलाएर भयो होइन। अब चाहिँ हामी लाने टक्कलाएर लगाए झन् हामी चाहिँ माथिपट्टि आइगयो होइन। माथिपट्टि घरपट्टि हजुर पूजा मजा त गरिसकेको छ लगाए झन् हामी चाहिँ अब यतापट्टि गरेर यो चाहिँ प्याकुरेल गाउँ होइन ढक्कलाएर यतापट्टि
माथि चाहिँ एउटा गाई फार्म छ कि टक्कलार होइन हेलो हेलो नानी फेरि तल तल जार लगाइदैन मल चाहिँ अब यहाँ खानाहरू सक्यो होइन हेर्नु यहाँनिर उतापट्टिको भन्दा बाँकी यतापट्टिको होइन यो चाहिँ हाम्रो हजुर लगाइदैन हामीले मल चाहिँ लिएर आएन तर यहाँ मल बोक्नलाई नामले भएन कि होइन त्यही भएर एकदम राम्रो चाहिँ नाम्रो लिन लाएन त्यहाँनिर नाम्रो लिएर आउने नि जाने नाम्रो पुऱ्याउने होइन यो मल यत्रो बोकेर उता परपट्टि लानुपर्छ है कलर र रिदमलाई पनि बोक्छ 2 दिन बारी हो कि होइन अनि तिमीले झन् कपाल काट्टा खतरा हिरो देखिरहेको झन् तिमी यस्तो मान्छे नबोलाउने यार तिमीले कम 5वटा भाइ त बोक्नै पर्छ आमा कता जानु भा ए हेलो दिदी दिदी नमस्कार गरिदिनु भाइ नमस्कार गरिदेऊ हेलो भन हेलो भन दादा च्यानल सब्सक्राइब गरिदिनु भन दादा च्यानल सब्सक्राइब गरिदिनु भन आमा के लानु भा ए हो र दिदीले ल्याइदिनु लानु भा राम्रो चाहिँ भयो होइन कलर भाइले बोकेर होइन हाम्रो चाहिँ हामीले हेरेर जानु लाइन कलर अब बुता आयो यताउति हेर्नु होइन अर्को भुत भाइ आयो उयो बाइक जाने या रोकेर 4 जना सक्ला बनाइसकेँ मैले मलको होइन ऊ ढुटाको गयो बिस्तारी आयो दादा बिस्तारी अब 2टा बिस्तारी जाउँ बुवाको भारी नै कस्तो भा आज चुड्की मन ल मैले है मैले के मम्मीलाई 20 रुपियाँ नदिए भए अहिले त किन्न हुन्थ्यो कति रुपियाँको हो अरे त यहाँ त 15 हेलो गाइज होइन त्यहाँ रहेछ उयो उडुवा देवी स्कुल छ होइन यहाँ ठगुवा होइन त्यहाँ एउटा चिठी दिन्छ अनि त्यसपछि कस्तो राम्रो सामानहरू पर्छ त्यहाँ चाहिँ पहिला उडुवा देवी स्कुल थियो होइन अनि त्यसपछि त्यहाँ चाहिँ के भएर पहिरो गएर अनि फेरि तपाईँले यता देखायो भने यतै भन् ठान्नु होला नि किन बिस्तारै हेर्नु न गाइज हाम दादा लयो ल बिस्तारै अहिले चाहिँ दाजुभाइ कहाँ हेर्नु है गाइज है ल एउटा चाहिँ बाइक चला जसरी गइरह हात हम्काउँदै यता हेर त रिदम हेर न बिस्तारै But kena balik guys. राम्रोसँग बोक्नु अब तपाईँ पनि युट्युबमा जानुहुन्छ मिलिहाल्नु पर्यो नि भागो टक्क पारा मारे क्या हेर्नु न हाम्रो दादा चाहिँ हेर न दादा कपाल यस्तो गर्दै त दामी बाटो नै बिर्से सर्प आउला है सर्प हेर यहाँ बाटो बिर्से
ल्याउन नि मिठो हटा न छिटो मुनि आउन ल्याउन लिला नगएछन् हाम्रो चाहिँ एउटा भाटा चाहिँ भ्याएन यो हामीले 7वटा कि 8वटा गरमल बोक्यो होइन टिम्पल मग्यो कल्लाबाट लडे होइन बोक्नु चाहिँ यो बिचकोबाट मैले बोकेँ माथिपट्टि चाहिँ बुवाले बोक्नु भयो अनि तलबाट 2टा बोरा राख्नु भएन नगएछ अब चाहिँ जाने त 10वटा त थैला भएर अनि टाढा दिदीलाई साथी हुन्छ हिँड्नु स्माइल दिदी स्माइल लगाइदिएन अब चाहिँ हामी पचास जाँदैन चाउँछ किन्नलाई सक्दिनँ म त 50 अब चाउँछ किनेन अनि घर गएर पकाएर खाने चाउँछ छैन तिमीलाई उठाएर लिएर जाने त्यहाँनिरबाट तिमीलाई पहिला खासा जाने अनि लिएर जाने तिमीले कति काम गरे 2टा मलाई बोक्छ त्यही गर्ने खालसार माथि जाने अनि अब त्यो हेमल छैन होइन 16 17 8 गुणा 16 17वटा 18वटा भयो नि टोटल यही सब लगाइदिएन हामीले चाउचाउ किन होइन अब चाहिँ हामी घर जाने अनि टाढो गएर पकाएर खाने होइन बुवाले चाहिँ त्यहाँ मल बोकिरहनु भएको छ होइन अहिले पनि अब टपला होइन बोक्न त बोक्दैन धेरै बोक्नु सक्दैन कि मैले पनि नगरेर त बोक्यो है यहाँ भाइले 1 बोरा बोक्यो होइन बोक्न त भाइले 1 बोरा मात्रै मल बोक्यो अनि रितिकाले 2 बोरा मल बोक्यो हजुर उ त परपट्टि खाए किन चाहिन्छ र लैसिया नाम ल अब आजलाई चाहिँ यति नै भयो ब्लगमा त बाइ बाइ गाइस